हरेक बिहान श्रीमानले श्रीमतीलाई भन्नै पर्ने 5 वचनहरू। 1, तिमी मेरो जीवनको आधार हौ। जब श्रीमान यसो भन्छन्, श्रीमतीलाई लाग्छ उसले भुइँमा होइन प्रेमको आकाशमा पाइला टेकेकी छे। घरभित्र जे कुरा कमी भए पनि माया र सम्मान भए घर सधैँ सम्पन्न हुन्छ। 2, आजको दिन तिम्रो अनुहार सधैँ यस्तै उज्यालो रहोस्। बिहानको यो वचनले श्रीमतीको मनमा ढुकढुकी बढ्छ, किनकि श्रीमानको मुखबाट निस्किएको शुभकामना उसको दिनभरिको ऊर्जाको स्रोत बन्न पुग्छ। 3, तिमीले मेरो जीवनलाई सुन्दर अर्थ दिएकी छौ। यस्ता शब्दले श्रीमतीलाई सम्झाउँछ कि ऊ केवल गृहिणी मात्र होइन, श्रीमानको जीवन यात्रा पूरा गर्ने शक्ति पनि हो। 4, तिमी मेरो गर्व हौ, मेरो प्रेरणा हौ। यस्तो सुन्दा श्रीमती भित्रैदेखि फक्रिन्छन्। उसलाई लाग्छ उसले गरेको त्याग, माया अनि धैर्यलाई श्रीमानले हृदयदेखि बुझ्नेछन्। 5, म तिमीलाई हरेक दिन नयाँ तरिकाले प्रेम गर्छु। प्रेमलाई केवल बोल्ने कुरा होइन, दिनहुँ अनुभूत गराउने कुरा हो। श्रीमानले यसरी वचन दिनासाथ श्रीमतीलाई लाग्छ जीवनमा असल साथ पाएपछि अरू के चाहिन्छ र।